यो चाहिँ हो सुनादा। अहिले हामी सुनादा होली क्रस गेटको अगाडिपट्टि छौँ। म छु, मेरो छोरी छिन्। हामी चाहिँ आज सन्डे, म चाहिँ छोरीलाई क्लास लगेर जान्छु नि त सन्डे। तपाईँहरूलाई थाहा भएकै कुरो हो, छोरी गीत गाउँछन् र छोरीको चाहिँ मैले भोकल क्लास जोइन गराइदिएको छु। 1 वर्ष जस्तो भयो। हिजो बेलुका चाहिँ अलिक पानी पर्यो र एकदमै खुल्ला छ्याङ्ग सफा भइरहेछ। पानी पनि जरुरी छ है सफा हुनुको लागि। त्यसैले अब ठन्डा महिना सक्यो र नुहाउने पनि गर्नुहोस् भन्दा कस्तो सुन्छ है। अहिले फेरि हामी यहाँ सुनादा रेलवे स्टेसनको अगाडिपट्टि बसको वेटिङ गरिरहेका छौँ। छोरी अब एकछिनमा बस आउँछ होला, 8 बजीको बस आउनुपर्ने, तर आएको छैन। अरू बेला त हामी बसमै जान्छौँ, किनभने बिहान खाली पनि हुन्छ, सस्तो पनि हो होइन। यताबाट उता फाइनल्ली हामी बसमा चढिसक्यौँ। 8 बजी आउने बस, आज अलिक ढिलो भयो। हामी बसबाट ओर्लेर पनि अहिले चौरस्तापट्टि चाहिँ गइरहेका छौँ। चौरस्ताबाट उता गोर्खा रङ्गमञ्च भवनमा चाहिँ हुन्छ नानीको क्लास। चौरस्तामा छौँ। मार्की लागेर पुरा साह्रो पर्छ मलाई। बिना चिनीको चिया पाउँछ? बिना चिनीको लिकर। हजुर, लिकर लाल चाय। लाल चाय त नुन हालिदिन्छ त्यसमा? तपाईँ भनेपछि नुन हालिदिन्छ, लेमन टी बनाइदिन्छ। लेमन हालेर नुन हालिदिनु न ल। लेमन नुन डालको बनाएको। हजुर, उसलाई चाहिँ लेमन टी दिनु कि चिनीको दिनु न? एगो चिनीको, एगो बिना चिनी। म नुनको त म चिनीको ल। यहाँ चाहिँ सायद कराटेको प्र्याक्टिस। क्लास होइन ढिलो भयो आज। 8 बजी निस्केको, कति बजिसक्यो? बस ढिलो आएर, बस आएर होइन, बस ढिलो आएर नआएर। ब्याग पनि बोकिहालेको छ आज तामाङले है। कति कता यता देखाउन, यता फर्केर। कसले ल्याइदिनु भएको? कसले? को आसु? को आसु?
बाई बाई। सारङ्गी बजाएर जब गाउँछ नि एउटा त्यसमा एउटा के हुन्छ एउटा मिठास भन्दाखेरि पनि एउटा मर्म क्या भित्रको एउटा मुटुभित्रबाट निस्किएको एउटा मर्म झल्किन्छ जस्तो लाग्छ मलाई चाहिँ। सारङ्गी बाजै त्यस्तो भएर हो कि या त फेरि गाइने दाइहरूको त्यो एउटा वरदानै पाएको भनौँ उनीहरूको आवाजमा त दर्द मर्म लुकेको हुन्छ। हामी चाहिँ फर्किँदैछ अहिले उनीहरूपट्टि। आज निकै गर्मी पनि छ। हामी फेरि दार्जिलिङबाट सुनादा आइसकेका छौँ। आपा छोरी सबैलाई बिदा भन्न चाहे। आज के कस्तो लाग्छ तपाईँहरूले यसो बताइदिनु होला। धेरै पछि भ्लग गर्दैछु फेरि।